हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ नयाँ दिन नयाँ ब्लग लिएर आएको छु। एयरपोर्ट साइड हो है। एयरपोर्ट साइड किन आएको छु भन्दाखेरि म नेपाल जाँदैछु। मेरो साथी र म चाहिँ नेपाल जाँदैछु है। आज नेपाल टु जापान ब्लग हुन्छ र गेट नेपाल टु जापान। ओके, नेपाल टु जापान। दामी दामी। र जापान टु नेपाल आज ब्लग हुँदैछ। सो गाइज कनेक्टेड हुनु है। हेर्नु पुरानो आएको होइन, के आएको रे? यो मिस्टर वाम्पुराई पुरानो आएको कि आएको रे? पुरानो आएको मान्छे खाना त भयो है। पुरानो आएको मान्छे सुतेर बस्छ अहिलेसम्म र नजाने रे हामीलाई पुऱ्याउनलाई। ठिकै छ, केही भएन पनि। अब काम कलेज अब डाइरेक्ट काम भएको भएर काम जान्छ, कलेज जान्छ। सो त्यस्तै हो। ल अब चाहिँ एयरपोर्टतर्फ लाग्दैछौँ हामी। हाम्रो दाइ पनि उठ्नु भयो। मेन दाइ नै नउठ्नु भएर एकदम टेन्सन भइरहेको थियो यो मान्छेलाई चाहिँ। है कतिको टेन्सन भयो त सर तपाईँलाई? मलाई चाहिँ के भयो भने टेन्सन मात्रै होइन कि आज अब नेपाल चाहिँ गइँदैन, यतैतिर बसिन्छ जस्तो भइहाल्यो क्या। ल साथीहरू, अब बाँकी भिडियोहरू एयरपोर्टभित्र हुन्छ कि अब बाहिर हुन्छ हेरौँ। सबै डिटेल दिइराख्नेछु। त्यही हो साथीहरू, अब एयरपोर्टतर्फ लाग्दैछौँ हामी होइन। हिजो बेलुकी नै आएको हामी। यसो हिजो बेलुकी आयो, लेट आयो, लेट सुत्यो, निन्द्रा पनि पुगेको छैन। एकदम अनफ्रेस देखियो होला न, जस गर्दिनँ होला सबैजनाले। ल यदि भन्दै अब बाँकी भिडियो अरू च्याप्टरमा देखाउँ होला। धन्यवाद, अहिलेलाई राख्छु। एयरपोर्ट नजिक हुँदैछ है। ल आइपुग्न लाग्यो एयरपोर्ट। ल अबको केही घन्टापछि हामी प्लेन अवतरण गर्दैछौँ है। अब नेपाल जाने हो 3 वर्षपछि। वाह गाइदा हुने भयो है। ल एयरपोर्ट चाहिँ आइपुग्यौँ हामी। टर्मिनल 1। ए ल आज भ्लग कस्तो चाहिँ बनाउनु आज हामी भर्खरै चाहिँ यो एयरपोर्ट आइपुग्यौँ हामी। अब लगेज निकालिन्छ सरर लाएर एयरपोर्टभित्र यस्तो छ है। भित्र चाहिँ छिर्यो, त्यही हो। अब कति रे 1 घन्टामा होइन, 1 घन्टा 45 मिनटमा हामी कोरिया पुग्छौँ है। एउटा यस्तो भयो कि साथीहरू, यस्तो भयो कि हामी एकदम के इमिग्रेसनमा चाहिँ अलिकति ढिलो भयो। इमिग्रेसनमा ढिलो भएको कारणले चाहिँ के भयो भन्दाखेरि जस्ट अलिकति लेट भयो हामी। लेट भएर धन्न बल्ल बोर्डिङ खोलेर चाहिँ ठ्याक्क आउँदाखेरि बोर्डिङ खोलेर रहेछ। त्यही भएर धन्न टाइममै पुग्यो। जो अलिकति आँतेको थियो, यो मान्छे रुनै लागेको थियो। यो मान्छे रुनै लागेको थियो, कसम रुन लागेको थियो आँखाभरि। तर क्यास ला आज त नै खस्नी भयो, आज त प्लेनै खस्नी भयो भनेर ओहो नि प्लेन त होइन है भ्याउँदैन भनेर रोएर कराएर ओहो नि यो मान्छे यार। केटाहरूले काम गर्न थाल्छ है। के भने 1 मान 2 मान बढाइदिन्छ भने प्रोसेसमा मात्रै हो। कार्कीले चाहिँ 2 मान बढाइदिने रे। विकासले यो काम गर्यो भने चाहिँ पैसा बढ्छ अरे विकासको स्यालेरी। तर अहिले चाहिँ त्यो भारी बोक्नुको सेड्युलहरू मिलाउँछ उसले। जस गान्दाती गरेर आँखाहरू मेहनत गरेर आएको, त्यही हो। त्यो नै खुसी छु म पनि। तिमी चाहिँ? म त एकदमै खुसी छु। किन ल भन त, भन त कान्छी। अब कस्तो अनुभव लागिरहेको त तपाईँलाई भनिदिनुहोस्। नेपाल जान लागिरहनु भयो, के कस्तो छ? तपाईँ त खुट्टामा पन्जा लगाउने मान्छे, हातमा मोजा लगाउने मान्छे। मन लागिरहेको छ। ल अब एयरप्लेनको गेट पनि आइपुग्यो। त्यही हो साथीहरू, हेर्दै गर्नु होला। कोरियामा भेटौँला है त। राम्रो मान्छे हेर्ने भए चाहिँ यता आउनु है। साथीहरू
पर्नु त पर्यो सिटमा तर इमर्जेन्सी सिटमा परेछ कि इमर्जेन्सी त्यही भएर पढ्दैछ है पढ्दैछ अब कहिले नपढ्न नसकेको हामी झन् जापानिज पढ्न नसकेको हामी झन् अब कोरियनमा पढेर त्यस्तो कोरियनमा पढ्नु पऱ्यो है कोरियनमा के गर्ने जापानिज होइन कोरियनै सिक्नु पर्ने भएछ होइन कसरी इमर्जेन्सी सिटमा कसरी सुन्नु भनेर सिक्न चाहनुहुन्छ भने हाम्रो अब इमर्जेन्सीको बेला हाम्रो हातमा छ है आज सबैको छ आएर भनि पनि सक्यो होइन तपाईँहरूको जिम्मा भनेर ल हस् त धन्यवाद हस् त। र आज के भयो भन्दाखेरि ठन्डैमा गिरिगिरी होइन ठन्डै साथीहरू के भयो गिरिगिरी हामी गिरिगिरी होइन नि एकदम के झन्डै लेट भएको क्या आज प्लेन होइन त्यो इमिग्रेसनमा चेक गर्न ढिलो गरिदियो अनि लगभग 9:05 फ्लाइट लगभग हामी यहाँ आएको थियौँ 8:50मा अब सोचियो धन्न बल बोर्डिङ गर्दै रहेछ होइन छिराउँदै रहेछ टाइम लगाएर भनेको लक हो लकले पनि साथी हो ठिकै छ केही छैन यस्तै साथीहरू अब के गरौँ ल होइन कतिको एक्साइटेड छस् त नि भाइ एकदमै धेरै नि हो दुई हप्ताको बसाइ हो कति वर्षपछिको यात्रा भाइ कति हाम्रो लगभग सँगसँगै जस्तो गएको भनेपछि 3 वर्ष होइन लगभग हामी सँगै आएको होइन जापान पनि सँगसँगै आएको अब हामी वर्किङ पनि सँगै लागेको मान्छे यसो साथी मिलेर नेपाल जाउँ भने अब जिग्री भनौँ न हामी एक तरिकाले होइन सँगै खाने सँगै बस्ने थियौँ हामी त्यही हो कलेज लाइफमा त्यही हो मलाई गाह्रो छ भन्दैमा चाहिँ अब खान छोड्नु भएन होइन हिम्मत हार्नु भएन लाइफमा स्ट्रगल गर्नु सिक्नुपर्छ त्यही हो। अर्को कुरा चाहिँ म छोरोलाई अब सानोमा भेटेको हो भेट्न त है फर्केर सानोमा भेटेको अनि एसएससी लाएर अब चाहिँ अब 3 वर्ष भयो नभेटेको छोरोलाई कति ठुलो भइसक्यो छोरो पनि छोरो कति वर्ष भयो अहिले छोरो 7 वर्ष भयो साथीहरू परदेशी लाइफ यस्तै हो अब त्यही हो छोरोको पनि पासो बनाउँछ छोरोलाई पनि जापानै लग्ने प्लान हो मेरो चाहिँ हेरेर जाऊँ के हुन्छ कस्तो हुन्छ अभिवृद्धि राख्छु है। र अर्को कुरा चाहिँ मैले सुक्दो दाईको छोरोको लागि डेभिडको लागि हाम्रो पति डेभिडको लागि गाडी लिएर आइदिन्छु र गाडी लिएर आएको भिडियो पनि म पोस्ट गर्नेछु गाडी दिएको भिडियो पनि म एकदम गर्नेछु है कारगिलले केही बोल्ने 보조 배터리와 전자담배는 기내 전원을 이용하여 충전하실 수 없으며 보조 배터리를 사용하지 않는 경우에는 항상 단락 방지 조치를 유지해 주시기 바랍니다. 혹은 폭행 등 승무원의 업무를 방해하는 행위는 항공보안법에 따라 금지되어 있으니 승무원의 지시에 협조해 주시기 바랍니다. हामी दुईजना मात्रै नभएर हामीसँग एकदम दुईजनाको बेस्टी पनि छ है हामी साइडमा बेस्टी 상단에서 세츠마스크가 내려옵니다. उसले बोलेको हामीले बुझ्दैन हामीले पनि उसले बुझ्दैन 코와 입을 완전히 덮고 सुत्न दिएको छौँ 끈으로 अब अलि 고정해주세요. हामीलाई गीती हालेर 도움이 केही 필요한 사람이 बोल्ने 있으면 먼저 साथीसँग 찾아가고 도와주세요. टाउको दुखेर त्यही माथि राति राम्रो 기상구마다 सुत्दैन 안내 사인이 있으므로 यसलाई किन सुत्ने 좌석앞 또는 뒤쪽 가까운 기상구의 아니, 위치를 이거 확인해 뒤쪽 주세요. 가볼래? 기상구는 승무원 지시에 따라 यसकै हातमा छ सबै होइन 손잡이를 돌리거나 एउटा छोइदियो भने भइहाल्छ फेरि 임의로 기상구를 조작하는 행위는 항공보안법에 따라 엄격히 금지되어 있으며 처벌받을 수 있습니다. त्यही झ्याउ लाएर तैँले यतापट्टि सुत्न लगाएर क्या 유도들 तल कारगिलेर मैले भात खिच्न लाग्छ है ऊ कारगिल त बोलिसकेर यस्तो रहेछ है माछा माछा हो त्यही मान्छेमा थ्याङ्क यू त्यो केटी भएर हो ऊ आयो थ्याङ्क यू फेरि एकचोटि थ्याङ्क यू हान्डबग क्या ल कोरिया पनि ठ्याक्कै जापानको गाउँ जस्तै रहेछ हो सुनसान छ कोरिया एयरपोर्ट है अब हामी कहाँ जान्छौँ फेरि अब हामी हो 224 मा जोन नम्बर 2 काठमाडौँ 224 मा जान्छ
कार्गीलाई चाहिँ कफी खान मन लाग्यो अरे के भयो भन्दाखेरि कफीमा चाहिँ यस्तो लाइन छ कि होइन स्टारबक्समा कफी खान मन लाइन लाग्यो छ भने के अरे खान लागेको बेला चाहिँ अब कफी खान मन लागेको बेला चाहिँ ठ्याक्क कोरियन कफीको यो स्टारबक्सको साइडमा चाहिँ यस्तो चलिरहेको रहेछ यहाँ कोरियन मैयाहरू एकछिन मिस भएछ केमा यहाँ अरे कोरियन मैयाहरू तर खासै राम्रो नहुने रहेछ नि जापानिज आज निन्द्राको कमीले गर्दाखेरि पनि खासै एक्टिभ हुन सकेको छैन जबरजस्ती गरेर आज मैले यसो गाह्रो नमानी हेरिदिनु होला सबै भिडियो है थ्याङ्क यू भेरी मच अब यहाँ बज्दैछ है एकछिन देखाउँ है खामसाङ सुविधा गोसेन खागाता खामसाङ ए 5,000को कोरियन 5,000 5,000 कति होला गाइस कमेन्ट गर्नु होला है कोरियन 5,000को कफी खाँदैछ दाजुभाइले है नखाइ पनि नहुने भएको नखाइ नहुने भएको एकदम निन्द्रा लाएर एकदम चरक्कै भएर यसको है चाहिँ टेस्ट पनि भन्छौँ हामी जस पनि भन्छ यो कोरियन 5,000 कफी खानसान कस्तो लाग्यो कार्की खानसान हमिदा 5,000को टेस्ट गर्छ होइन होला 5,000को त कस्तो लाग्यो बोस जस्तै रहेछ हो नेपालको के अरे जापानको हो अब म पिउँछु ल ठ्याक्कै त्यही हो कस्तो छ है हटमा नभएर ठ्याक्कै त्यही हो कि अलिक फरक हुने रहेछ हल्का हल्का यो होइन, होइन। अलिअलि गुलिगुली होइन धेरै फरक रहेछ धेरै फरक छ टेस्ट मिठो छ गुलियो रहेछ गुलिएको ठिकै छ अब दाईहरू होइन हौ मेरो भाइ अनि म दाई हामी साब होइन हौ टक्क लगाएर कोरिया छोड्दैछौँ आफ्नै पर्सनल होइन जापान पनि छोड्दैछौँ कोरिया पनि फर्केर नजानु पर्ला क्या हो अब जापान तर यो पहिला गर्दैन नि काले अब चाहिँ नेपालको यात्रा सही सफल होस् सबैजनाको राम्रो होस् भन्ने चाहन्छु होइन काले के छान यसले त अब यहाँ 1-2 घन्टा 3 घन्टा बस्यो कोरियन सिक्दिसक्यो यहाँ बुङ्गुर कसरी बोल्छ अरे हो तर बुङ्गुर यहाँनिर अर्कै तरिकाले गर्छ प्याकुल 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 गर्छ अरे क्या विश्वास चाहिँ लाग्यो होइन विश्व रियली के रियली साँच्ची नै भनेको ल अब चाहिँ नेपाल अब लगभग हामी चाहिँ 6-7 घन्टामा नेपाल पुगिन्छ होला अब त्यही हो प्याकुल प्याकुल गर्दा रहेछ यहाँको बुङ्गुरले पनि त्यस्तै हो अब ऊ हेर काम कत्रो हो बामपुरको जस्तो सान्नानीको हो र तिम्रो प्राइभेट जेट हो र कान्छे ए त्यस्तो गरिदिएको र ल अहिलेलाई यति नै अब नेपाल गएपछि है त बाँकी मिस्टर लार्की वारहरू चाहिँ अब चाहिँ फाइनल्ली डेस्टिनेसनमा अब पुगिन्छ है अब प्लेटपछि चाहिँ एकछिनपछि हाम्रो टाइम पनि सक्यो ल्यान्ड हुनेछ थ्याङ्क यू नेपाल भर्खरै ल्यान्ड भयो है भर्खर आइपुग्यो दाहरू अब गाडीमा गएर चेक गर्नुपर्छ अरू भने त्यही हो ढाड चाहिँ यस्तो रमाइलो गर्नुपर्छ अब तर हामी हावा घरमा आएको है नेपाल
प्लान नबनाइकन त्यही हो अब आज सुके दाईको छोरोलाई गाडी दिन भ्याउँछु भ्याउँदैन थाहा छैन लिन आउँछ होला सायद अब म अपडेट गरेर राख्छु नेक्स्ट भिडियोमा है लु है एयरपोर्ट बाहिर आइपुग्यो भर्खरै यति आज यस्तो दिन खराब भन्ने कि के भन्नु कहिले के हो कहिले डिले कहिले मौसमले गर्दाखेरि डिले कहिले के यस्तै छ लडा लसुन भयो आजको डिले आउनुपर्ने 5 बजे पुग्यो हामी 8 साढे 8 भयो होला होइन अहिले त्यही भयो एयरपोर्टबाट नि निस्क्यो We are on the way. यहाँ चाहिँ हामीले अङ्कल आन्टीलाई भेटिसक्यौँ है अब हाम्रो कार्कीको भेना कार्की ल आएर एकछिन यसो चिया खाएको छौँ भोक लगाएर यसो मोमो खान लाग्यो त्यही हो साथीहरू अरू त के होइन हाम्रो अङ्कलको चाहिँ बिग फ्यान हो केही शब्द जाओस् अङ्कल केही शब्द जाओस् त बेरगाड भयो हजुर छोराहरूसँग रमाइलो लागिरहेछ होइन ल है नेपाल आएपछि फर्स्ट मोमो वाह दौदा त च्याउरे म ताबेतेमी हो ल अहिलेलाई यति नै है ल अब चाहिँ आज चाहिँ बसाइ मेरो कार्की निवासमा हुन्छ है गीता कार्की पनि भ्लग बनाउनु भयो यार म चाहिँ नआउनु त होइन आउनु पर्यो नि आउनु पर्यो ल अब चाहिँ हामी हिँड्दैछौँ यहाँबाट यस्तै हो साथीहरू अब खै अब सुटुराईको के कसो छ अब भोलि थाहा हुन्छ त्यो चाहिँ है कालो मान्छेले नदेखिने रहेछ क्या केही देखाएको छैन नि बुवा दर्शन है बुवा टिका पनि लगाइयो बिहान आउँदाखेरि पनि दही खाइयो अहिले पनि अब उता एयरपोर्टमा आइसकेपछि पनि दस दौडियो र घरबाट छिसेपछि टिका लाग्यो कालो मान्छेले रातो टिका वाह कति सुहाएको होला है ल डेभिड तिम्रो सामान मैले पठाइदिएँ है डेभिड केही छैन ल यो मान्छेलाई चाहिँ धेरै धेरै धन्यवाद एक दिन चाहिँ कारी निवासमा बसाइयो अब चाहिँ फर्किँदैछु चितवन है हिजो यहीँ बसेको कार्कीकोमा कार्कीको दिदीकोमा सुपु दिदी होइन दिदी भएन बस्यो होला त्यही हो घर गएर अब बाबुसँग हो बाबुसँगको ब्लग हो यो भनेको हेर्दै गर्नु हालत खराब छ फाइनली घर आइपुग्यो है घर आइपुग्यो खोइ बाबालाई हक खोइ बाबालाई हक नमस्ते